माथि डाँडाको स्कुलमा आम हामी अहिले टाउको छ नि त यहाँ त देखान त्यसलाई दुईटा टाउको दसैँको बेला अब यस्तै यस्तै हो अब फर्किँदैछौँ हाम्रो प्रसाद लिएर खैले त चलाऊ दिन्न म गजब बेइज्जती है अहिले क्या डराउँछ यही नहीं अभी और सुनिए अब छैन ये बहुत मनुष्य लग रहे हो मत करो रहने दो बहुत बुरे लग रहे हो तौबा 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 सारा मूड खराब कर दिया दसैँमा जाने हो क्या अब घुम्न त्यो होइन हजुरआमालाई 1000 रुपैयाँ भन्यो अनि ओए दसैँमा नघुमेर अन्टीले फेरि 2-3 दिन भने अब यस्तो अब दसैँ त पर्सि आएको दसैँ गएपछि पठाइदिने हो नि त्यो युट्युबर छ त किलग जिगे त्यो त हाम्रो फ्रेन्ड हो हामीलाई भिडियो कल गरे हुन्छ ओ माय गॉड सुकुटी भइसीको हो क्या हामी चिन्दैनौ त्यति ल पिकेसी खेला पिकेसी जेसुगे छेउमा के पकाउनु लानु भएको अन्टे के पकाउनु लानु भएको चना सोना पनि के उम्रिला क्या त अनि यो त्यो के हो त हाइ पछि यस्तै हो हामी खोला जानुला छौँ अब नुहाउन हामी चाहिँ अहिले खोलामा पौडी खेल्न जानु लाग्छौँ स्विमिङ उता तालमा ओहो यहाँ खेल्नु पर्ने हुन्छ हामीले अहिले स्विमिङ जाऊ न जाऊ हाम फ्याल न खतरा खतरा हान्छ दसैँ आइसक्यो है अनि अब दसैँ अनुसार अब गर्मी पनि बढेकै छ जान हामी खोला त पौडी खेलेर भएर आएको ओए भाइ ओए पड्कान न बकुल्ला मारेर मार्न खोजिरह्यो पुच्छेले कहाँ पो छ बकुल्ला ए ऊ त्यहाँ बसिरहेको रहेछ
यहीँ कहाँनिर बस्छु खसेन त मरेन त तन्काएर हान्नु पर्थ्यो त मर्थ्यो आफैमा होला खरि पड्केर ओए त्यसलाई डर लाग्दैन कभी कभी लगता है कि पुनीत भगवान है मजाले सुन्छु म चाहिँ यसले पतङ उडाउनु लाग्यो सुन्छु यो देउती बजेको पछाडि घुमिरहेको छु म चाहिँ अहिले यहाँ छ देउती बजे चाहिँ है अब एकछिन खेलौँ न रमाइलो गरौँ भनेर